हेलो एभ्रिवान, वेलकम ब्याक टु माई न्यू भिडियो। के छ, सन्चै हुनुहुन्छ होला है। दर्शन नमस्ते सम्पूर्णलाई चाहिँ फेरि पनि हजुरहरूको लागि एकदम छोटो मिठो भ्लग लिएर आइसकेको छु है। भ्लगिङ चाहिँ मैले अब नगरेको चाहिँ धेरै भएको थियो है। मैले चाहिँ अब भ्लगिङ कन्टिन्यू गर्ने सोचिरहेको छु। सोच्ने मात्रै होइन, सोच्न त धेरैचोटि सोचेँ। अब चाहिँ आफूलाई च्यालेन्ज गर्ने सोचिरहेको छु है। हजुरहरूले धेरै माया साथ सपोर्ट देखाउनु पर्नेछ है। यहाँभन्दा पहिला पनि भिडियो बनाएकै हो, तर यहाँभन्दा पहिलाको भिडियोलाई छोडेर अबको डे 1 देखि डे कतिसम्म पुग्छ आज चाहिँ देख्न सक्नुहुन्छ। म चाहिँ आँपको अचार यो सिजन अनुसारको है, आँप पाइन्छ प्रशस्त मात्रामा, थाहा छ होला है। तर यसको आँपको अचार बनाउँदैछु मेरो स्टाइलमा है। हजुरलाई सेयर गर्छु रेसिपी, हेर्नु होला लास्टसम्म। फर्स्टमा मैले आँपलाई मजाले धोइ पखाली गरेँ, त्यसपछि मजाले कटिङ गर्नुपर्ने हुन्छ। आँपलाई चाहिँ कटिङ त गरियो, हेर्न सक्नुहुन्छ अगाडिको यो कटिङ बोर्ड नै यति ठुलो मभन्दा ठुलो भयो। त्यसपछि मैले माथिभन्दा अब हड्डी नै लागेको थिएन, त्यही भएर चाहिँ मैले मजाले तलबाट हुन्छ नि आँसी बिछ्याएर मजाले कटिङ गरेँ त्यसलाई। हड्डी चाहिँ लागेको थिएन, त्यही भएर चाहिँ यो पनि अग्लो भयो। त्यही भएर चाहिँ मैले बिछ्याएर अनि मस्त तरिकाले यसलाई कटिङ गरेँ आफ्नो स्टाइलमा, सानो सानो पिस गराएर है। अब हजुरहरूको स्टाइल है फरक हुन्छ होला, तर मेरो स्टाइलमा म चाहिँ आज आँपको अचार हाल्दैछु। लास्टसम्म हेर्नु होला अनि कस्तो लाग्छ कमेन्ट गर्नु होला है त। आज चाहिँ मैले आँप मजाले धोइ पखाली गरेर कटिङ गरिसकेपछि देख्न सक्नुहुन्छ मजाले यस्तो स्टाइलको सेप भयो। त्यसपछि मैले कटिङ गरिसकेपछि मैले मजाले नुन र बेसार हालेँ, किनकि यसको पानी निर्तिन्छ भनेर। पानी निर्तिसकेपछि देख्न सक्नुहुन्छ मैले मजाले कटिङ गरेर राखेँ, सुकाएँ। त्यसपछि यस्तो टेस्ट गरेको यस्तो चुकिलो थियो कि लास्टै अमिलो। अनि देख्न सक्नुहुन्छ लसुन। अनि यो चाहिँ के हो भन्दाखेरिमा यो चाहिँ 2 दिनको भिडियो मैले क्याप्चरहरू खिचेर चाहिँ मैले अहिले चाहिँ भोइस ओभर गर्दैछु है। हेर्न सक्नुहुन्छ धनियाँ र जिरा मजाले भुटेँ, त्यसपछि यो आलस पनि भुटेँ। अनि यसलाई भुटेर मजामा मिक्सरमा म्याक्स पारेर मजाले भुटेँ। त्यसपछि तेल हालेँ, चाहिने जति तेल हालिसकेपछि देख्न सक्नुहुन्छ लसुनलाई मजाले पटपट भुटेँ ब्राउन कलर आउन्जेलसम्म। त्यसपछि मैले फाइनल लुक चाहिँ अचारको यस्तो भयो है। तर आफूले बनाएको अचार आफैले मिठो भयो भनेर बयान त गरेँ होइन। त्यो अब हुन त आफ्नो बनाएको कुरामा कसले कम्प्लेन गर्न सक्छ र। पछि मैले अचार रेडी पारिसकेपछि मजाले एउटा काँचको बोतलमा हालेँ। त्यसपछि थोरै चाहिँ मैले अब रेगुलर युज गर्नको लागि प्लास्टिकको उसमा हालेँ। त्यसपछि देख्न सक्नुहुन्छ अचारको फाइनल लुक्स चाहिँ यस्तो थियो है। बब्बाल मिठो थियो। मैले चाहिँ है मिठो आफूले बनाएको भएर चाहिँ मलाई मिठो लाग्यो, हात चाटी खाएँ। अनि कोलाई मनपर्छ त आँपको अचार है त। देख्न सक्नुहुन्छ फाइनल लुक्स यस्तो थियो। फेरि पनि डेली भ्लग लिएर आउने नै छु। त्यतिन्जेलसम्मको लागि यो भिडियो इन्जोय गर्नु होला। थ्याङ्क यू फर वाचिङ।